हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आज चाहिँ यसो अब साइकल चाहिँ गराउनु जानु पऱ्यो भनेर यसो बुटोलतिर जानु पऱ्यो। दाइकोमा आकाश दाइकोमा खुल्ला छ भन्नुभएको थियो बिहान 7 बजेदेखि 10 बजीसम्म। त्यसो त्यही भएर दाइकोमा अब साइकल गराउनु जानु पऱ्यो, धेरै भयो। अनि एउटा के छ न्युज भन्दाखेरि चाहिँ मैले चाहिँ साइकल होइन फेरि बेचेर फेरि किनेको पागल मान्छे, किनकि कस्तो लाग्यो कि आफूलाई। त्यही भएर सो फेरि त्यो साइकल लिएर आउनु पर्ला जस्तो लागेर सो अब साइकल लिएर आएको, राम्रो खुसी पनि लाग्छ। अनि आजको भ्लग चाहिँ के हुन्छ कसो हुन्छ त्यो चाहिँ मलाई पनि थाहा छैन होइन। अब के हुन्छ आई डोन्ट नो, बट रमाइलो चाहिँ रमाइलो हुन्छ होइन। जहाँसम्म के हुन्छ अब हेर्दै जाऊँ अगाडि। अनि प्लिज एभ्री वान डु लाइक सेयर सब्सक्राइब टु माई भिडियो होइन। माया चाहिँ धेरै गर्नु होला आफ्टर अ लङ टाइम आई केम। कस्तो लागिरहेको छ, खुसी लागिरहेको छ होला नि होइन। मलाई देख्दाखेरि कतिजना अरे एक्साइटेड भयो होला, अलिक क्रेजी भयो होला, माथि ब्लग इज ब्याक भनेर। त्यो सब मजाको यति भनेको थिएँ नि। होप यो दिन पनि आओस्, आई एम वेटिङ फर दिस डे। नाउ अहिले चाहिँ म जान्छु, साथीमा कुरेर बसेछु। सो अहिले बाई बाई, लेट्स मिट देयर। आज धेरै पछि बल्ल भ्लगिङ गराउँदैछु। आज भ्लगिङ चाहिँ हल्का साइकल गराउनु जानु लाग्यो के अरे, त्यही त सदस्य धेरै भयो भिडियो नहालेको, हालिदिन पर्यो। अब कन्टिन्यू दिन पर्यो भनेर सोचेको के घरि के हुन्छ, घरि कुन सामान हुँदैन, त्यसैको कारणले घरि भएन। त्यही भएर अब चाहिँ यसो मिल्छ, त्यही भएर अब चाहिँ मैले सधैँ कन्टिन्यू दिने भनेको छु कि अब के हुन्छ हेरौँ, घरि के काम पर्छ त्यो कारणले गरेर। आजको चाहिँ वेदर हरित छ, अघि घाम लागिरहेको थियो, अहिले ठिक्क छ, बिन्दास होइन। बिन्दास जाने। अब साइकल गराउनु सकेर पहिला सुरु, त्यसपछि कता कताको ट्रिप हुन्छ। टेकन मेरो नि टायर पछाडिको हरि भल्ले चाहिँ हेर। अब अहिले गएर गरमला नि त सबै। आँप कति फलेको भाइ यहाँको आँप त त्यस्तै हरिब हुन्छ। दिउँसो हरिब गर्मी हुन्छ यार। हावाले त हान्छ नि। त्यो अङ्कल राइडिङ साइकल। फोटो सुट चलिरहेको छ यार। पंख नहरायो। अचलको कन्डिसन लास्टै धुर छ, मान्छेहरू लास्टै मरेका छन्। सबैजनाले सेफ्टी अपनाउनु होला हैन। सेफ्टी चाहिँ गर्नै पर्छ। अहिलेको क्रिटिकल कन्डिसन छ पहिला भन्दा। के भयो? जोस अहिले चाहिँ केसहरू घट्दैछ। अब आज कतिजना देखिने हो केस? कम देखे त ठिक है, फेरि कम देखिने अनि 1 महिना 2 महिना चल्छ अनि त्यसपछि फेरि नयाँ भेरिएन्ट होला। अब जोइकोटी आउन लाग्यो। हाम्रो आकाश राईकोमा जानु लाग्यो साइकल गराउन। अझै इन्ट्रेस्टिङ कुरा के हो भन्दाखेरि
मैले साइकल बेचेर पनि फेरि किने क्या पागल मान्छे अब 500 एक्सिडेन्ट गऱ्यो नि त त्यही के पठाइदिएको थिएँ उसले कुन देशमा काम गर्ने नेपालीहरूले क्या त्यही पनि कति महँगोमा बेच्ने होला नि फेसबुक खोले जुन पेजमा नि हेऱ्यो अक्सिजन कता पाइन्छ कहाँ भर्न पाइन्छ त्यही पोस्ट भाइ केही देखिन्न यार यस्तो क्रिटिकल कन्डिसन छ त्यसको हालत सरकार त्यति त केही गर्नु पऱ्यो क्या हजुरले धेरै ठुलो काम गर्नुभयो अझै अब यसको लागि नि केही गर्नु पऱ्यो हेल्थ सेक्टरको लागि तर सोध्न गर्थेँ नि त अब नर्मल भयो नि त सबै भइयो त्यही भएर अब औषधिहरू थप्नु पर्छ कि नै भनेर गर्थ्यौँ नै पर्दैन भिटामिन र जिन मात्रै खुलाइ हुन्छ एकैछिन अनि भयो भने योगी कुट्टी अब घिरमलाका सिजन त्यतैबाट जाने नि आजको दिन नै के भयो ठोक्कडा गाली पुगेर कन्टेन्ट मिस भएर अहिले गाली सुन्नु पऱ्यो हुन त मेरै गल्ती हो कन्टेन्ट मैले मिस गरेको कन्टेन्ट हुन्थ्यो अब आज कति बजी गएको त्यही भएर अब कन्फ्युज भन्छु क्या कस्तो फर्स्ट टाइम आयो जस्तो क्यामेरामा आयो जस्तो लाग्छ त्यही भएर हल्का कस्तो कस्तो भएको थियो अनि त्यसपछि मेन जे कन्टेन्ट थियो त्यही जो बिर्सेँ दाइलाई सम्झो थिएन अनि त्यो कारणले हामीले साइकल नगएर किन आउनु पऱ्यो आजको जे थियो त्यही जो भएन आज अनि त्यसपछि यो कोभिडको बेलामा सबैले आफ्नो केयर गर्नु होला अहिले चाहिँ कन्डिसन लास्टै क्रिटिकल छ मान्छेहरूलाई कता कताबाट बिरामी हुन्छन् के हुन्छन् बिरामी हुँदा चाहिँ सिधै चेक गराउन चाहिँ जानु होला जानु अनि त्यसपछि घर आएर आइसोलेसनमा बस्नु अहिलेको कन्डिसन लास्टै क्रिटिकल छ अहिले चाहिँ मेरो साथीको बाबालाई नि कोरोना देखेको थियो अनि त्यसपछि अहिले नर्मल्ली हुनुहुन्छ सबै कुरा त्यही भएर मान्छे एकचोटि बिरामी भयो होइन यसरी नै घरै बसेर सन्चो हुन्छ नभन्नु होला एकचोटि चाहिँ जानै पर्छ एकचोटि हस्पिटलमा गएर एन्टिबायोटिक चाहिँ अहिलेको केसमा खानै पर्छ अनि हेल्दी फुडहरू खानुहोस् अब दाइलाई कहिले ठिक हुन्छ अनि त्यसपछि बल्ल फेरि साइकल गराउन आउनुपर्छ ओहो आज मेरो साथी लास्टै फायरमा छ जस्तो छ मैले कन्टेन्ट मिस गरेँ त्यही भएर तरिका यस्तै बाटा आइएछ खटर 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 अहिले चाहिँ हामी घर फर्किँदै हो हुन्छ ल अहिले भेटौँला साँझ अब कस्तो पाएर भएको फेरि नि आज हुन त फायर त हुनै पऱ्यो नि कहाँले उहाँ गर्छ कन्टेन्टकै लागि भनेर अहिले जुन कन्टेन्टले त्यही मिस भएको जस्तो कसलाई रिस उठ्दैन त घर गएर अब आज पहिलाको जस्तै त दिन गयो फोन चलायो बस्यो दिन पनि लास्टै वाटको हुनु लाग्छ कहिले खुल्ला जस्तो भएको छ आजको दिन चाहिँ रमाइलो गयो गाली पनि खाइयो रमाइलो भयो
Wait. Here is my new body at home. This is just awesome. बुढलतिर सुनसान त लाग्दैछ झन्डै